समुद्र बीच जाने हुन्छ अनि यस्तो जाने। हेलो साथीहरू, आज चाहिँ हामी पाम बिचमा घुम्न आएका छौँ। आजको दिन एकदमै होडी चलिरहेछ, तपाईँ देख्न सक्नुहुन्छ। यस्तो छ यहाँको मौसम, बादल गरेको छ। अब चाहिँ हामी जानेवाला छौँ त्यहाँ माथि। अगाडि लक गरिसक्यो। $30 लाग्यो 3 घन्टाको, $30। हामी गाडी पार्क गरेर अब चाहिँ हामी अगाडि बढिरहेका छौँ। आज चाहिँ हाम्रो मोडेलमा हुन्छ हाम्रो लिजाजी। तपाईँले पनि गराउनु नि हो। समुद्र हो के लग्ने तपाईँले? हामी चाहिँ यता माथिको डाँडामा। कस्तो लागिरहेछ मम्मी? ए ओके लागिरहेछ। बनाइदिरहेछ। यसलाई भन्छ पाम बिच। पामको ओइल भन्छन् नि, के को भन्छन् रे? पाम बिच। हामी चाहिँ यो कालो चरा माथि जाँदैछौँ। गर्मी छ यहाँ सिडनीमा। के भयो मम्मी? जान्न हेर्नु माथि, फोटोसप राम्रो आउँछ। बिस्तारै बिस्तारै हिँड्ने त अनि के आतिर भयो, बस्दै भ्यू हेर्दै जाने नि। लिजा गाइड भएको छ। अरू के भएको छ लिजा? लिजा गाइड भएको छ। थाक्नु भयो? अझै भसकै छ माथि जान। आज उनीहरूको भ्लग भइरहेको छ। यो को हो त यो? हाम्रो यात्रा जारी छ भन्नु न मम्मी। हाम्रो यात्रा जारी छ। हाम्रो यात्रा जारी छ। कस्तो फिल भइरहेको छ? हाम्रो बुवा मम्मी चाहिँ यहाँ अगाडि टमसँग यो भएको छ। समुद्र जोड्दै अस्ति नै हेर्नु के भएर लिजा
बिचमा घरसँग वरिपरि समुद्र अरू केही भन्नु छ बाँकी माथि पुगेपछि एउटा किन होला रे अब यो टापु फोटो खिच्यो थाहा छैन लिजा फोटो खिच्दै बुवाहरूको एकदम गर्मी छ यहाँ चाहिँ मजाको आनन्द हावा आयो अहिले चाहिँ के जस्तो मान्नु मम्मी सल्लाह जस्तो मान्नु भयो सल्लाह जस्तो त होइन होला भिजाउनु रहेछ मम्मीले काठै हो कि सेम काठै केही छैन केही छैन काठको के हो प्याट फुट्ने क्या आफू फेरि के जात रहेछ यस्तो दुनियाँ हाम्रो यात्रा अगाडि बढिरहेको छ मम्मीलाई यो ठाउँ कस्तो लाग्यो त मम्मी ए गाह्रो भएको छ कि नै त हिलोमा हेर्नु अगाडि हामी चाहिँ हाइकिङमा छौँ हाइकिङ गरिदियो यहाँदेखिको चाहिँ भ्यू चाहिँ यस्तो छ म यो डिएमा सुत्दैन हामी चाहिँ करिब टपमा आइसक्यौँ हामी पामको बिचको भ्यू पोइन्टमा यस्तो छ यहाँको अवस्था मेरो मम अनि मेरो ड्याड एन्ड वाइफ चाहिँ पछाडिबाट आइरहेको छन् एकदमै हाम्रो मम एन्ड ड्याड वाइफ आइसक्नु भएको छ यहाँदेखि हाम्रो अब ड्याडले अगाडि अवलोकन गर्दै हुनुहुन्छ ल फोटो अवलोकन गर्दै हुनुहुन्छ हाम्रो ड्याडले यहाँ चाहिँ तपाईँको हाम्रो लक्ष्य चाहिँ त्यहाँनिरको लाइट हाउसमा हो अब हामी एकछिनमा त्यहाँ पुग्नेछौँ यहाँ चाहिँ फोटो खिच्ने कार्यक्रम भइरहेको छ राम्रो है मेरो अब कुनै राम्रो आएको मान्छे कि नि हो कस्तो उज्यालो यो किन कालो यस्तो छ यहाँको चाहिँ अवस्था यस्तो छ यहाँ क्यामेराम्यान मोडेलहरू बसेका छौँ के भयो त्यो पाइन देखिँदैन अलिअलि चलाएको मान्छे हुँदैन जहाँ जहाँ पाइन चलाएको भिडियो बनाइदियो मम्मीको एकदम कस्तो मान्नुभयो त मम्मी गाह्रो भयो कि नै धौ भयो कि नै राम्रो हाम्रो यात्रा जारी छ अझै पनि समुद्रको छेउमा लेकको ढुङ्गाहरू हामी टपमा आइसकेका छौँ यो चाहिँ हाम्रो पाम बिचको लाइट हाउस हो अब हामी चाहिँ आइसक्यौँ मम्मी टपमा पाइन्न पाइँदैन
थाकिसक्नुभयो ठाउँमा आएर थाकिसकेको अवस्था छ यहाँ सबै मान्छेहरू सब थाकिसके ल हाम्रो चाहिँ आजको यहाँ लाइट हाउसमा आएर सक्यौँ आजको दिन अब हामी अब घर जान्छौँ अब घर भन्दा पनि तल जान्छौँ नास्ता खान्छौँ यस्तो फोटोसोटो खिच्छौँ अनि जान्छौँ हेर्नु मम्मी यतादेखि हामी जाने अब जाने बेला चाहिँ हामी यतादेखि जान्छौँ अब चाहिँ हामी तल झर्दैछौँ फर्किँदैछौँ हामी आउँदा त कोही पनि थिएन अब चाहिँ हामी झर्दैछौँ हामी झर्दैछौँ आउनु आउनु यो पाम बिच अस्ट्रेलियाको पामब्रिज गुफा अनि त्यसपछि भ्यू टावर अनि गाइज हामी हेर्दै फर्किँदैछौँ अनि अहिले समुद्र पनि हामीले अहिले भिडियो हालिहाल्छौँ के अनि गाइज हाम्रो चाहिँ अब सबै हाल्छौँ सब मम्मीले भनिसक्नुभयो हामीले के हाल्छौँ भन्ने कुरो हेर्दै जानुहोस् हामी घुम्दै जान्छौँ भिडियो अन्तिमसम्म हेर्दै जानुहोस् भन्नु मम्मी अन्तिमसम्म हेर्दै जानुहोस् जङ्गलको बाटो हुँदै भ्यू टावर हेर्दै हामी समुद्रहरू यस्तो चिसोको मनोरञ्जन ल्याउँदै अनि हामी अस्ट्रेलियाको पामरी भन्ने ठाउँ अरे पामरी पाम मात्रै अरे हामी अस्ट्रेलियाको पाममा घुम्दैछौँ पाम बिच घुम्दैछौँ जङ्गलमा अस्ट्रेलियाको हेर्नु त ल मम्मी घुम्दैछौँ रमाउँदैछौँ हेर्नु गाइस साथी हो लिजा फेरि हामी लाम बाटो आयौँ क्या हामीले खिचिरहेको छ मम्मी अब जाम अब हामी चाहिँ अब झर्दैछौँ माथि टावरदेखि I think it's different. I'd love to give it a go. कहाँ धुलोमा जानु मिल्छ त नि होइन कति राम्रो हेर त बाबु ऱ्याफ्टिङहरू त्यो माथि हो क्या हुन पनि जमिन अब के भन्नु मम्मी Yeah, we haven't found the flat yet. Is it Pat that's moving home for a bit? So I thought he said you were moving home for a bit before. I'm going to move for a bit with Mum. Yeah. With my mum. Yeah. She says only for 6 months. Sure. Because she gets there with a lot of Yeah. more than like a few weeks. Yeah.
Yeah, we don't know where, but anywhere north. Exciting. The boys are splitting up, sorry. The boys are splitting up. Yeah, 2.5 years. It was a nice shot. The area. हामीले यहाँ चरेर खिच्यौँ क्या यस्तो यहाँदेखि भ्यू देखियो यस्तो मजाको अनि माथिबाट झन् राम्रो राम्रो भ्यू रहेछ त अनि हामी थाहै नपारे यहीँ मात्रै हो क्या जस्तो लाग्यो अनि यहीँ सकी नसकी है माथिबाट त गजब रहेछ They're already halfway through the burgers. छ अझै 1.5 घन्टा ए भयो I love it. Yeah. There's also like I saw this अलि त And because they did his family lives there, it's basically like, hey, why don't you go there? And he was like, oh, okay. फेरि यता धुलो त्यो हुन्छ क्या जुत्तामा छिर्छ हामी चाहिँ त्यहाँ माथि डिकबाट भ्यू टावरबाट हामी चाहिँ झरिसकेका छौँ समुद्रमा अब एकछिन खेल्न जाने हाम्रो सुरु भइसक्यो समुद्रमा खेल्न जाने अब हाम्रो टोलीहरू रेडी भइसके कस्तो पाल्न त गजब छ यो Ha ha ha!
भिजायो मम्मीले टिकटक हो मम्मी होइन भिडियोमा ल मोबाइल दिएको फर्काइदिन्छ अड्डिन फर्काइदिन्छ गजब आयो गजब अब टोलीहरू समुद्रमा खेल्दै गरेको अवस्था छ यहाँ अहिले चाहिँ यहाँको मौसम यो चाहिँ हाम्रो पाम बिच हो फर्किदिने जानुपर्छ क्या भने हामी समुद्रमा हल्का खेलेर फर्किन लागेको अवस्था हो बुवा मम्मी चाहिँ अगाडि पुगिसक्नु भयो यस्तो यो के हो यो स्केटिङ गरिरहेछन्